मन्दिर पनि दामी छ लोकेसन हो एकदम रमाइलो लोकेसन छ अहिले भने चाहिँ म चाहिँ बुधबारे फाटक आइपुग्नु लागेको छु अब यहाँदेखि अलिकति अगाडि गएपछि बुधबारे फाटक भेट्छ हो अनि यस्तो मजा आइरहेको छ आजको राइडमा है एक्लै छु छुनु चाहिँ सधैँ चाहिँ अब पछाडि बुढी हुन्थ्यो चाहिँ यस्तो दामी लोकेसनमा बसिरहेको छ अहिले पछाडि हेर्नु सक्नुहुन्छ तपाईँले हो कस्तो दामी देखिरहेको छ अझै योभन्दा दामी दामी अझै माथितिर नि थियो तर त्यतातिर चाहिँ म बसेर उयो गरिनँ हो मोटो भ्लग नै गर्दै आएँ तर यतातिरको राइडमा चाहिँ नि यस्तो मजा आउँछ कि यो चाहिँ दामी हुन्छ साह्रो खुसी लाग्छ मजा लाग्छ तपाईँहरू पनि यो भिडियो हेरेर आउनु मन लाग्यो भने चाहिँ अब तपाईँहरू उँधो मधेस भएर आउँदै हुनुहुन्छ भने चाहिँ नेसनल हाइवे 717A कहाँनिर हो भनेर सोध्नुहोस् पहिला त्यो चाहिँ बाख्राकोट आउनुपर्छ हो नानी बाख्राकोटबाट चाहिँ पस्नु पऱ्यो भित्र त्यहाँबाट चाहिँ तपाईँहरूले भेट्नु सक्नुहुन्छ यो नयाँ नेसनल हाइवे 717A हो यो नेसनल हाइवेको नाम चाहिँ सो त्यही भएर चाहिँ तपाईँहरू यो बाटो त्यो बाटो भएर आउनुभयो भने चाहिँ तपाईँहरू सिधै यहाँतिर आइपुग्नुहुन्छ अनि दिनभरि आएर इन्जोय गरेर मजाले रमाइलो गरेर जानु सक्नुहुन्छ है धेरै राम्रो लोकेसन छ सानो मिठो भिडियो सेयर गर्दैछु लाइक सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला अनि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने चाहिँ फलो पनि गरिदिनु होला अनि एउटा मिठो लाइक पनि ठोकिदिनु होला साथीभाइ ल सुरु गरौँ फेरि अब अगाडिको राइड हो एउटा इन्सिडेन्ट तपाईँहरूसँग सेयर गर्नु मन लाग्यो म सानै थिएँ आई थिङ्क 2001-2000 यस्तैको टाइममा होला स्कुल पढ्दै थिएँ सामाबियोङ टी स्टेटमा है अनि त्यो बेला चाहिँ के भएको थियो भन्दा चाहिँ मेरो घरमा चाहिँ मरो परेको थियो मेरो बोजू एक्सपायर हुनुभएको थियो खस्नु भएको थियो है अनि एकदमै माया गर्थेँ म बोजूलाई होइन उहाँ बितेर जानुभए पनि होइन एकदमै सिधा थियो नि त मेरो बोजू चाहिँ अन्त त्यति बेला चाहिँ त्यो टाइममा चाहिँ हामी चाहिँ यो बाटो आएको अनि मेरो मावाली बोजूले चाहिँ मलाई र बहिनीलाई चाहिँ यही बाटो लिएर चाहिँ घर आएको होइन तर त्यो बेला चाहिँ के भयो भन्दा हामी चाहिँ लाभाबाट चढ्यो तर लाभा केमा आयो त्यो मलाई त्यति थाहा छैन तर लाभाबाट सवारीमा चढ्यो सवारी त्यति बेला भर्खर निस्केको थियो सवारी गाडी चाहिँ है अनि यो बाटो आएको थियो यो बाटो त्यति बेला सानो थियो ढुङ्गाको बाटो एकदम सानो जङ्गल एकदमै धेरै थियो होइन अहिले त हाइवेले यस्तो बनाएको छ अनि आउँदा आउँदा यता पर गुम्बा डाँडाको छेउतिर हो कि न कहाँ चाहिँ हो एउटा गाडी चाहिँ अब हामी चाहिँ यसरी जाँदै थियो होइन यता गएको त्यो गाडी चाहिँ यता आउँदै थियो त्यो गाडीले चाहिँ अब रोड सानो भएको कारणले चाहिँ हेर्दा हेर्दै चक्का चाहिँ यस्तो भएको थियो यस्तो खालको थियो होइन तल्लोपट्टिको चक्का चाहिँ यस्तो भइरहेको थियो छड्के यसरी घुम्दै थियो क्या त अन्त त्यसरी घुम्दै आउँदा हेर्दै आएर सिधै गाडीलाई हिर्काएको अब सिधै गाडीलाई हिर्काएको होइन अनि हामी चाहिँ उँभोबाट आउँदाखेरि चाहिँ अब तल्लो साइड पऱ्यो नि त होइन अब अहिले त म माथिल्लो साइड छु तर सट्टै घुमेपछि हामी तल्लो साइड पुग्छ अनि त्यो तल्लो साइड परेको हुनाले चाहिँ के भयो भन्दा चाहिँ त्यो गाडी जस्तो हिर्कायो नि हामीलाई हाम्रो गाडी चाहिँ सरेको क्या त यति इन्चको हिसाबले चाहिँ अब त्यो गाडी चाहिँ अब अड्केको थियो हाम्रो गाडी चाहिँ हामी चढेको सवारी चाहिँ नभए त्यहाँबाट झरेको चाहिँ सिधै तल डिलमुनि पुगेर धुप्पीघारीमा पुग्थ्यो अब त्यो इन्सिडेन्ट चाहिँ मलाई पनि अझै क्या त मनमा सम्झना आइबस्छ क्या त अन्त त्यस्तो खालको सिचुएसनहरू हुन्थ्यो तर अहिले चाहिँ अब धेरै राम्रो भएको छ बाटो राम्रो भएको अनुसार चाहिँ अब मान्छेलाई चाहिँ सुविधा भयो बाटोमा राम्रो भएर है तर नेचरको चाहिँ अब धेरै लस्ट भएको छ अनि सकेसम्म रुखपातहरू धेरै तपाईँहरूले रोप्नु होला किन भन्दाखेरि रुखपात छ भने नै अब हामी छौँ होइन म चाहिँ त्यही सजेस्ट गर्छु तर यो गाउँको नाम चाहिँ मलाई एक्ज्याक्टली थाहा चाहिँ छैन कोही कोही बेला आउँदा म सोध्छु कि तर बिर्सिहाल्छु के हो यो गाउँको नाम चाहिँ म चाहिँ यहाँ आइपुगेको छु यहाँतिर यसो खाजासाजा खानु पनि सकिन्छ अब चाहिँ बुधबारे फाटकको नजिक आइपुगेको छु यहाँतिर रोडहरू भित्किएर यस्तो भएको छ हौ सायद यो भुटानहरूले बिगेजेनहरूले बनाएको भए चाहिँ यतातिरको बाटोहरू नै अझै राम्रो हुन्थ्यो होला धेरै राम्रोसँगले स्याहार्थ्यो होला है अब त्यस्तो राम्रोसँगले बनाएर पनि अझै बिगेजेनहरूतिर बाटोहरू भित्किँदैछ है यहाँ हेर्नुहोस् न अब ऊ पर चाहिँ बुधबारे बजार छ त्यहाँबाट यस्तो हुँदै नोकडाँडा झिल पनि जान सकिन्छ सो अहिले चाहिँ म यहाँनिर तल आइपुगेको छु कि यहाँबाट चाहिँ पारि बुधबारे मजाले देख्दो रहेछ हो पारि बुधबारे बजार छ
यतातिर निकै गाउँहरू रहेछ माथि माथिसम्म। अन्त यता पारे ठुलो अग्लो डाँडा देख्दै गरेको डाँडा चाहिँ यो के भन्छ नोक डाँडाहरू हो। नोक डाँडा झिल त्यतातिर त्यहाँ जानु गएर नोक डाँडा झिलमा रमाइलो गर्न सकिन्छ है। कालेबुङ पनि यति मिठो यति रमाइलो ठाउँहरू छ कालेबुङमा पनि है। तपाईँहरू भिजिट गर्नु होला, घुम्नु आउनु होला साथीभाइ। कस्तो दामी देखिरहेको छ। अन्त यता माथि माथि चाहिँ लाभाहरू पर्छ, कुहिरो लागिरहेको छ पुरा। अनि यता पारि पनि देख्दैछ यो कफेर पारितिर हो। ल यस्तो दामी देखिरहेको छ साथीभाइ। आजको राइड चाहिँ एकदम मजा आउँदैछ। नेचरको मजा पनि लिन सकिन्छ है फेरि यहाँतिर चाहिँ। चराहरू कराइरहेको छ हो, एकदम पिसफुल छ क्या। गाडी घोडा त्यो झ्याउ पनि छैन, बेला बेला गाडीहरू भेट्छ। एकदम दामी भइरहेको छ, लभली। ल सुरु गरौँ राइड अगाडि। हो म अघि आएको त्यही गाउँको माथिबाट आएको हो कि। यो गाउँको नाम चाहिँ मलाई एक्ज्याक्टली के हो थाहा छैन। यता जानुपर्छ बुधबारे हो। अनि यता सिधा गयो भने चाहिँ रेली जान्छ, त्यहाँबाट कालिम्पोङ। यहाँ दोकानहरू अहिले थुप्रो भएछ, अस्ति 2टा मात्रै थियो। अब वासरुम बनिएको होला यो सायद, टोइलेट बनिएको होला हो कि घर बनिएको मार्छ होला है। होइन ऊ कफेरमा पनि बनिएको छ नि त, यस्तै ठुलो बढ्यो कि। यो जुन चाहिँ हाइवेकै डिपार्टमेन्टले बनाउनु पर्दो रहेछ नि त। हाम्रो गाउँमा चाहिँ बनिन्छ तर बनिएको छैन अहिले चाहिँ हो, त्यही भएर भनेको। तर कसैको घर हो दोकान हो भने चाहिँ माफ गर्नु होला, मेरो अनुमान चाहिँ मैले त्यस्तो लगाइदिएको हो। लोकेसन चाहिँ यतातिर नि यस्तो दामी छ कि। यहाँ अगाडि फरेस्ट क्वार्टरहरू छ, त्यहाँदेखि अलिकति अगाडि गएपछि एउटा कुन चाहिँ गाउँ छुट्टिन्छ हौ, गाउँ जाने बाटो यता पनि जान्छ एउटा गाउँ हो। यो गाउँको नाम चाहिँ सिदिम भन्ने गाउँ यताबाट जान्छ। मैले कहिले सुनेको थिइनँ, गएको चाहिँ छुइनँ कि म। तर अब जानु चाहिँ त्यताबाट जान्छ अरे। ओहो हो बाटो यस्तो रहेछ नि त। 81 कोही बेला चाहिँ बच्चाएर कुदाउनु मन लाग्छ कि। अब यहाँ त खाली छ नि त होइन। यहाँदेखि चाहिँ ब्रिज भेट्छ हो, उयो अगाडिदेखि ब्रिज भेट्छ। यहाँबाट ओह्रालो झर्नु पर्थ्यो, पर निस्किन्थ्यो। यहीँ मुनिबाट थियो हो। ए यस्तो देख्दो रहेछ। पहिला चाहिँ यहाँबाट यस्तो हिँड्नु पर्थ्यो नि त, बाटो यस्तो थियो, यस्तो भएर उयो पर निस्किन्थ्यो होइन। अहिले चाहिँ ब्रिज बनेर यस्तो भएको छ, तर कम्प्लिट चाहिँ भएको छैन होइन। अनि अब फेरि यतापट्टिबाट हेरौँ ल। यहाँबाट उँधो हेर्दा चाहिँ कस्तो देख्छ है। ओम्बो निकै तल पो रहेछ त हौ। कफेरको मुनि मुनि लोवर कफेर हो यो, देख्दै गरेको यतातिर घरहरू हो। यो गाउँ चाहिँ कुन चाहिँ हो थाहा छैन मलाई। कालेबुङ बजार देख्दैछ पारि। दिन खुलेको बेलामा चाहिँ यहाँबाट पनि यस्तो देख्छ हिमाल चाहिँ क्या त, कञ्चनजङ्घा। यो सबै कालेबुङ बजार हो पारि। त्यहाँ देख्दैछ यतामाथि डेलो हो, दुर्पिन डाँडा त्यता माथि। यहाँ पारि चाहिँ अलगढा देख्छ, तर यो रुखले अलिक छलेको छ। दामी छ, एकदमै दामी दामी ठाउँहरू हेर्दै घुम्दै रमाउँदै है राइड गर्नु मजा आउँछ। राइड गर्दा नि हुन्छ, गाडीमा आउँदा नि हुन्छ, तर घुम्नु चाहिँ तपाईँहरू पक्कै पनि आउनुपर्छ है। हो अझै उँधो उँधो गयो भने त धेरै छ गाउँहरू हो। यो चाहिँ हो कफेर, लोले गाउँ पनि भन्छ। अम्बो अस्ति अर्कै फुल फुलेको थियो, अहिले यो फुल फुलेछ फेरि यहाँ त। अस्ति एजिला फुलेर ड्याम्मै थियो हो, अहिले यो निरकमल हो कि भन्ने फुलेर ड्याम्मै भइरहेको रहेछ। हजुर ए हुन्छ। पेमिलिङ जानुहुन्छ? ए हुन्छ, ए हुन्छ हुन्छ।
हुन्छ 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 तल चाहिँ घर हो तपाईँको ए ए हजुर ए जोर लाइनमा अगाडितिर नि लोकेसन चाहिँ एकदमै दामी छ है यो पोर्सनहरू पनि दामी छ वेयर हेलमेट सेफ्टी फर्स्ट हाम्रो यतातिरको मान्छेहरूले चाहिँ हेलमेट चाहिँ लाउनु एकदमै उयो गर्छ कि त्यही भएर हेलमेट चाहिँ लगाएरै स्कुटी बाइक कुदाउनु होला टाउको फुट्यो भने चाहिँ फेरि आउँदैन नि त नयाँ होइन हजुर यहीँबाट जानुहुन्छ ए नि निकै हिँड्नु पऱ्यो नि त है यहाँबाट ओह्रालो सजिलो होला नि त ए ए हुन्छ 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 निम्बोङ देख्नु थालेँ यहाँबाट अहिले त अलिक तातो भएर होला आँखामा त निन्द्रा लागे जस्तो हुन्छ त राइड गर्दा यस्तै हुन्छ हौ के भएको त्यो चाहिँ थाहा छैन कि आँखा निदाउरे भयो कस्तो गरेर पो बसिदिइरहेको रहेछ त